चामेसम्मको मेरो राइडिङ यात्रा हेर्नुभयो कि भएन? हेर्नु भएको छैन भने एकचोटि हेरिदिनु होला। आजसम्म साथीहरूसँग थिएँ भने अब भने म तिलिचुतर्फको यात्रामा सोलो राइड र सोलो ट्रेकको लागि अगाडि बढ्दैछु है त। चट्टानी ठूलो पहाडहरूलाई छिचोल्दै चामेबाट म अगाडि बढेँ। पैदल यात्री विदेशी पाहुनाहरू भेट्दा त बाइक छोडेर उनीहरूसँगै हिँड्नु झैँ लाग्यो। तर हाम्रो बाइकको यात्रा पनि फाल्टै आनन्दसँग बढिरहेको थियो। सायद हाम्रो यात्रा पैदल यात्रीहरूलाई पनि लोभ लागिरहेको थियो। हामी मनाङ जिल्लामा छौँ, तर मनाङ बजार पुग्नको लागि चामे हुँदै जाँदा 2वटा बाटोले पुर्याउँदो रहेछ। यो चाहिँ हामी ट्रेकिङ हिँड्ने बाटो आएछौँ झुकेर। तलबाट अलिकति फरक बाटोहरू छ। मनाङको लागि बाइकको लागि चाहिँ उता पारिबाट रहेछ। हामी थोरै झुकेर यता वारी आएको छौँ। एउटा बाटो सहज बाटो रहेछ भने अर्को बाटो केही अप्ठ्यारो बाटो रहेछ। हामी भने अप्ठ्यारो बाटोपट्टि लागेछौँ। केही मासतिर पुगेपछि हामीले फेरि अर्को बाटो परिवर्तन गऱ्यौँ। मनाङको सुन्दरतामा अल्झिँदै हिँड्दाखेरि बाटो भुलिएको पनि थाहै पाइएन रहेछ। अब भने हामी मनाङ बजार पुग्यौँ। मनाङ बजारमा केही राइडर साथीहरूलाई पनि भेटायौँ, जुन हामी एउटा इभेन्टबाट छुटिएको थियौँ। मनाङलाई छोड्दै सुन्दर दृश्यहरू अवलोकन गर्दै म खाङसारपट्टि लागेँ, जुन मोटर बाटोको लागि अन्तिम बजार पनि रहेछ। यो हो खाङसार, हिमाल पारीको देश नेपाल। समुद्री सतहबाट 3700 मिटरको उचाइमा रहेको छ खाङसार। यो सुन्दर खाङसार हिमाल पारीको देश भनेर चिनिने मनाङ जिल्लामा पर्दछ। ढुङ्गै ढुङ्गाले बनेको घरहरू अनि वरिपरिबाट हिमालले घेरिएको छ। पर्यटन, कृषि र चौपाया पालन यहाँको मुख्य जीविकोपार्जन रहेछ। बौद्ध लुम्टा र झण्डाको फरफराइहरूसँगै शान्त वातावरणमा हिमालहरूसँग हातेमालो गर्दै रहेको छ खाङसार। खाङसार नामाकरण कसरी र नगयो भन्ने आधिकारिक प्रमाण नभए पनि
स्थानीयवासीको भनाइअनुसार खाँट भनेको घर, सार भनेको केही उचाइ। खाँटसारको अर्थ केही उचाइमा रहेको बस्ती भन्ने बुझिँदो रहेछ। अहिले आएर खाँटसार शब्दलाई नै खाङसार भनिएको रहेछ। ल है हामी चाहिँ अब खाङसारदेखि अगाडि बढ्यौँ तिलिचोको लागि। यहाँ बसेको थियौँ, चिया नास्ताहरू गरेर। अब हिँड्नुलाई रेडी छ। मेरो ब्यागहरू रेडी भयो, भाइहरू रेडी, हामी सबैजना रेडी। अब यो बाटो हुँदै उकालो लागिन्छ। अब भने खाङसारलाई हेर्दै म तिलिचोतिर लागेँ। यो चाहिँ हामी खाङसारदेखि अगाडि बढ्दै गर्दा हामी तिलिचो जाने क्रममा हो यो। केही अगाडि बढिसकेपछि तल्लो श्रीखर्क देखियो। हेर्दा एकदमै नजिक, पुग्न भने अति नै समय लाग्ने अचम्मको बाटो। तिलिचो जाने बाटो राम्रै छ, सिधा छ, एकदमै स्ट्रेट छ। बेस क्याम्पसम्म एकदम राम्रो छ। खाङसारदेखि तपाईँहरू जो पनि आउनु सक्नुहुन्छ, एकचोटि आउनु होला सबैजना। श्रीखर्क। अहिले हामी ठ्याक्कै श्रीखर्कमा आइपुग्यौँ। बल्ल श्रीखर्क पुगेँ, खाना खाएँ अनि अगाडि बढेँ। यो चाहिँ लोवर श्रीखर्क रहेछ। अब यहाँबाट हामी खाङसारदेखि यहाँ आइपुगेर खाना खायौँ र हामी तिलिचोको लागि अगाडि बढ्यौँ। तिलिचो जाने क्रममा अब फेरि अप्पर श्रीखर्क आउने रहेछ अर्को, अनि त्यहाँदेखि तिलिचो बेस क्याम्पमा हाम्रो आज गएर बसेको हुन्छ। अब माथिल्लो श्रीखर्क पनि रहेछ। हिँड्दा केही गाह्रो परे पनि पारिपट्टि देखिएको त्यो नजिकैको हिमालहरूले सबै थकाइहरू मेटाइदिँदो रहेछ। अप्पर श्रीखर्क चाहिँ यो रहेछ। हामीले बाटो काटेर आयौँ, नाम थाहा भएन। लोवर श्रीखर्कमा खाना खायौँ, अनि अप्पर श्रीखर्कमा एउटा अर्को पनि ठाउँ छ भनेको थियो, यही रहेछ। थाहा भएन, कटेर आयो। अहिले एकजना दाइलाई सोद्धाखेरि चाहिँ यही घर रहेछ। यदि तपाईँहरू आउनुभयो भने लोवर श्रीखर्कदेखि अप्पर श्रीखर्क चाहिँ लगभग आधी घन्टा
हिँड्नेको लागि नहिँड्नेको लागि 1 घन्टा। अप्पर सिडी खर्कदेखि एउटा पुल आउँछ, पुल आइसकेपछि नहिँड्नेलाई पनि बिस्तारो जाँदा पनि 3 घन्टामा चाहिँ बेस क्याम्प पुगिने रहेछ। यहाँको स्थानीय दाइले भनेअनुसार यो बाटो अलिकति अप्ठ्यारो छ। यो पुलको बाटो हुन्छ, यो एउटा खोला छ, यहाँ एउटा झोलुङ्गे पुल छ, यहाँदेखि सिधा उकालो छ। यो बाटो थोरै तपाईँलाई अप्ठ्यारो हुनसक्छ। फेरि यो डाँडा आइपुगेपछि भ्यू त वाह कस्तो दामी छ कि। अब बेस क्याम्प तपाईँको यहाँबाट चाहिँ नहिँड्दा पनि 3 घन्टामा पुगिन्छ भनेको छ। यो हिमालहरू त जति हेऱ्यो जति हिँड्यो त्यति नजिक। यो पारिपट्टिको बाटो हेर्दा चाहिँ फेरि एकचोटि जिउ गलेर आयो। तिलिचो जाने क्रममा यो बाटो अब ल्यान्डस्लाइडको बाटो आउन आँटेको छ। यो जुन देख्नुभएको छ अगाडिको यो एरिया चाहिँ ल्यान्डस्लाइड एरिया रहेछ। अलिकति अप्ठ्यारो भएको यही हो। यो एरियामा अलिकति टाइम पनि लाग्छ भनेको छ यहीँको बासिन्दाहरूले चाहिँ सोद्धाखेरि। अब बेस क्याम्प पुग्नु आँटेको छौँ हामी, धेर छैन। यो टक्क ल्यान्डस्लाइड एरिया कटिसकेपछि चाहिँ हाम्रो बेस क्याम्प आउने रहेछ। दिदी यो ठाउँको नाम के हो? टोआ खोला। यहाँबाट कति लाग्छ अरे? 1.5 घन्टा बेस क्याम्प। तिलिचो तपाईँहरूलाई कति लाग्छ यहाँबाट पुग्नु? तपाईँहरूलाई यहाँबाट तिलिचो पुग्नु 4 घन्टा। बाटोमा भेटिने धेरै ठाउँको यात्रीहरूसँगको भेटघाट र चिन्जानले भने अर्को खुसी थपिँदै जाँदो रहेछ। आजको हाम्रो अन्तिम गन्तव्य तिलिचो बेस क्याम्प देख्दा त झनै खुसी लागेर आयो। फाइनली हामीले तिलिचो बेस क्याम्प देखिसक्यौँ। अब
आज यो तिलिचो बेस क्याम्पमा यो ठाउँमा बसेर भोलि यो बाटो हुँदै तिलिचो लेक चाहिँ यो डाँडादेखि पल्लोपट्टि रहेछ, यहाँ जानेछौँ हामी। तर बाटो उही हेर्दा नजिक पुग्न एकदमै समय लाग्ने। नभन्दै तिलिचो बेस क्याम्प पुगे। आजको बास भने यही हुनेछ। ल तिलिचो बेस क्याम्पमा आइपुग्यौँ हामी। खाङसार श्रीखर्क हुँदै तिलिचो बेस क्याम्प ठ्याक्क आइपुगेको छौँ हामी। अब हाम्रो होटल खोज्दैछौँ। यही खाङसारदेखि नै होटल भनिदिइसक्नु भएको छ। हामी जुन होटलमा बस्यौँ त्यो होटल भनिदिइसक्नु भएको छ। अब त्यो होटल खोज्दै हिँड्दैछौँ हामी। यो चाहिँ तिलिचो बेस क्याम्प। यहाँबाट भोलि हामी उठेर लाग्छौँ। रुम भेट्यो। हाम्रो रुम चाहिँ यो रहेछ। हामीलाई खाङसारदेखि जहाँ खाना खानु त्यहीँ भनिदिइसकेको थियो। अब हामी यहाँ बसिन्छ आज। अहिले हामी तिलिचो बेस क्याम्पमा छौँ। यहाँबाट देखिने हामी बसेको होटलदेखि देखिने भ्यू चाहिँ यस्तो छ। Je fais ce que j'ai envie, tu vas sûrement faire le tour de ma drôle de vie. Je te demanderai toujours de te montrer. Je te demanderai ce हाम्रो तिनवटा के अरे भनिदिनुहोस् त। यो थेन्दुक यो चाहिँ तिलिचो बेस क्याम्पमा। होटलको नाम के अरे भनिदिनुहोस् त। होटल न्यू मुन लेक। हामीले चाहिँ यहीँ खाना खायौँ। आज यहीँ बस्यौँ। खाना चाहिँ मिठो लाग्यो एकदम। भोलि 3 बजे बिहान उठेर तिलिचो लेकको लागि अगाडि बढ्नेछौँ। भिडियो हेर्दै गर्नुहोला। तिलिचो लेकसम्म हामी सँगै घुम्नेछौँ है त।